जय नेपाल जय मधेस। ल बधाई छ नेपाली जनतालाई। आज नेपालमा नयाँ अध्याय, नयाँ युग, नयाँ युवा पिढीको जोस जागरको सुरुवात भएको छ। आज नेपालको प्रधानमन्त्री बालेन्द्र शाहजी बन्नु भएको छ। उहाँलाई धेरै धेरै बधाई, शुभकामना छ र उहाँको कार्यकाल राम्रो बितोस्, जनताको पक्षमा होस्, जनताको लागि होस्, देशको लागि होस्, देशको प्रगतिको लागि होस्, यसको कामना गर्दछु। आज प्रधानमन्त्री बालेन्द्र शाह सहित 14 जना मन्त्री पनि बनेको छ, जसमा अर्थ मन्त्रालय स्वरिम बागले, गृह मन्त्रालय सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल लगायतका 14 जना मन्त्री बनेको छ। उहाँहरूलाई पनि धेरै धेरै बधाई छ र उहाँको कार्यकाल राम्रो बितोस्, देशको लागि होस्, देशको जनताको हक हितमा होस् भन्ने कामना गर्दछु। आज बालेन्द्र शाह जुन 4 सालको आफ्नो राजनीतिक करियरमा मेयर पदबाट उठेर डाइरेक्ट प्रधानमन्त्री बनेको छ। मोस्ट इन्ट्रेस्टिङ क्यारेक्टर सुदन गुरुङ, गृह मन्त्रालय। अब देशमा कानुनको पालनै नै हुन्छ या देशबाट नयाँ युद्धको सुरुवात हुन्छ? अब के होला, अब समयले बताउला। तर अब कुनै एक्सक्युज, नो इफ, नो बट, यो कुनै पनि अब एक्सक्युज चल्नेवाला छैन। अब जनताले आफ्नो मत प्रयोग गरेर नयाँ युवा पिढीलाई आफ्नो मत दिएर नयाँ सबै व्यक्तिलाई जिताएर आज संसदमा पठाएको छ। आज नयाँ चेहरा, नयाँ अनुहारहरू मन्त्री, प्रधानमन्त्री बनेको छ। बालेन्द्र शाहजी जुन भन्नुभएको थियो कि मलाई काम दिनु, म काम गर्छु, अब काम गर्ने समय आएको छ। अब जनतालाई मेरो आग्रह, अब जनतालाई प्रतिपक्षमा बस्नुपर्छ। अब वाहवाही गरेर होइन, बढाइ गरेर होइन। अब हामीले नयाँ युगको नयाँ युवालाई प्रधानमन्त्री बनाइसके, मन्त्रीहरू बनाइसके। अब हामीहरूको काम हो अब अपोजिसनमा बसेर हामीले अब प्रतिपक्षको काम गर्नुपर्छ। अब हामीले अब प्रश्न गर्ने समय आएको छ। अब प्रश्न गर्नुपर्छ, काम गराउनुपर्छ। अब वाहवाही तारिफ गरेर बस्नु भन्न, तारिफ गरेर बस्दा पुरानै हाल हुन्छ हामीहरूको। अब जनतालाई तटस्थ हुनुपर्छ। जनतालाई आफ्नो मन्त्री, आफ्नो सांसद, आफ्नो जितेको जनप्रतिनिधिहरूलाई प्रत्येक दिन, प्रत्येक समय गर्नुपर्छ र आफ्नो समाजको काम हेराउनुपर्छ र काम गराउनुपर्छ। यो जनताको लागि अब हो। जनताले प्रतिपक्षमा अब बस्नुपर्छ। अब जनता यो हवाई गरेर बस्दा देश तरक्की हुनेवाला छैन। र अब नयाँ युवा पिढीको अध्याय सुरु भएको छ। दिलले, मनले त धेरै खुसी छु। अब जनताको पक्षमा यो कार्यकाल होस्, अब जनताको लागि होस्। अब बालेन युग सुरु भएको छ, युवाको युग सुरु भएको छ, नयाँ अध्याय आएको छ र नयाँ पार्टी सरकारमा आएको छ। सबभन्दा ठुलो कुरा नयाँ पार्टी, युवाको पार्टी। अब देशको तरक्की त हुनु पर्यो, जसरी पनि अब एक्सक्युज कुनै चल्दैन, अब केही अब अब्जेक्सन चल्दैन। अब देशको तरक्की चाहन्छ, अब देशको भलाइमा काम गर्नुपर्छ, अब देशको लागि काम गर्नुपर्छ, देशको जनताको लागि काम गर्नुपर्छ। तब गएर अब देश बदलिन्छ। ल एकचोटि अरू म भन्न चाहन्छु, सबै मन्त्रीमण्डलमा भएको सदस्यलाई म शुभकामना दिँदै, सफल कार्यकालको कामना गर्दै म हजुरहरूसँग बिदा लिन चाहन्छु। जय नेपाल, जय मधेस, जय नेपाली जनता, जय हो नेपाली जनता।